गाइस हामी चाहिँ हाकाता घुम्न गएको है साथीहरू भने ल ह्याप्पी न्यू इयर चिसो बियर ल यस्तो चाहिँ माहौल गाइजहरू भने ल यस्तो छ गाइजहरू भने यस्तो ल टक हामी चाहिँ जेनजी आज न्यू इयरको दिन भने हामी चाहिँ यता घुम्न गएको है साथीहरू ल कस्तो हुन्छ आज पनि भोलक आउनेछ अनि हाम्रो भने हेर्दै जानु ल गाइजहरू साथीहरू है त यस्तो मान्छेहरू भिड छ कि गाइजहरू देख्न सक्नुहुनेछ त्यसै हाम्रो टोली भयो यस्तो भने ल गाइजहरू यस्तो छ है हाकादाको माहौल भने तर सुनसान रहेछ भने यो पालि चाहिँ होइन खै किनभने खासै मान्छेहरू चाहिँ छैनन् है यही हो यो चाहिँ मेन चाहिँ एकै अगाडि यस्तो चाहिँ गाइजहरू भने तर त्यस्तो रमाइलो छैन है गाइजहरू पहिला जस्तो भने देख्न सक्नुहुनेछ यो चाहिँ हाकादाकी भयो भने हाकादा स्टेसन ल गाइजहरू भने गाइजहरू खासै रमाइलो छैन यो पालि भने देख्न सक्नुहुनेछ है यस्तो सुनसान छ कोही नआउनु होला यो पालि खासै रमाइलो छैन यस्तो छ है पानी हाने गाइजहरू नि वाओ ल गाइजहरू यस्तो छ है हाकादाको अवस्था अहिले चाहिँ भने खासै रमाइलो रहेनछ भने त्यस्तो भने हामी चाहिँ फर्किन्छ भने यस्तो छ है गाइजहरू हाम्रो ग्रुप चाहिँ को आयो भने खै दाइ हेर्नु भने भाउजू खै ल हामी टोकेर हेर्न आएको ल यता है गाइजहरू भने यही हो भने यस्तो छ है फरेस्ट ल्यान्ड बोका भन्ने ठाउँ चाहिँ हेर्न आएको भने यस्तो भने सबै भुइँ पनि यस्तो रङ्गिन यस्तो भने यो तर रात भनेर यो भित्र आउने ठाउँ भएर खासै त्यस्तो यस्तो भने गाइजहरू टाइगर बाटो हानेर है गाइजहरू यही गाडी र टाइगर है गाइजहरू यस्तो छ है यस्तो वाउ भन्ने रमाइलो छैन होइन अन्य यो हुनपर्ने कि होइन उता रहेछ होइन उता ओह्रालो जान्छ अरे यता त ऊ हो यता छैन यस्तो चाहिँ गाइजहरू हामी त्यो त बाहिर जाने हो त हेर्ने ढोका हाने यहाँ चाहिँ यस्तो छ है बिहान रहेछ नि आमालाई Okay, please line up. राइन त्यसका ओके हेर त डराएर बच्चाहरू फर्काउ नानी ल गाइजहरू यो त साँच्चै हुन्छ नि बिहान नानी आमा माने ल साँच्चैको बिहान रहेछ नि ओइ ल गाइजहरू यो सब टेकेर भुइँमा चाहिँ हिँड्दै जाने है गाइजहरूलाई
スは控えていただきお願いします。じゃあ Hai guys, यस्तो रहेछ भुइँ चाहिँ हेर्ने Ya, gila kayak. यो त गिलो रहेछ नि यस्तो चाहिँ गाइजहरू ल खास यो चाहिँ बच्चा उगाउने ठाउँ रहेछ नि खेलाउने यहाँ गिलो छ यो ल गाइजहरू त्यही देखेछ नि तर मान्छेहरूले यस्तो नै यो के भने यो सिसाको घरभित्र आमामा साँच्चैको ब्यालुन रहेछ नि साँच्चैको ब्यालुन रहेछ नि खाना साना केही नपाउँदो रहेछ नि